हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज सोमबारको बिहानी तपाईँहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। म चाहिँ अब लन्च सुरु गइरहेको छु र तपाईँहरूलाई आज म के खाँदैछु भनेर देखाउनको लागि चाहिँ भिडियो सानो मिनी भ्लग बनाउँदैछु। हेर्नुहोस् है त, मैले आज लिएको छु यो आलु पराठा होइन, आलुको पराठा अनि एउटा अन्डा। यो चाहिँ अलि नपाकेको टाइपको, यसलाई के भन्छ, हाफ बोइल अन्डा मैले रेडी गरेको छु होइन। हाफ बोइल हो कि के भन्छ यसलाई, मलाई भन्न आएन है। अनि यो चाहिँ सिमी हो क्या, कस्तो मिठो छ क्या, जापानिज सिमी है, ब्ल्याक कलरको। नाम के हो एक्ज्याक्टली मलाई थाहा छैन है, मामे भन्छ, कुरो मामे है। एकदम लास्ट टेस्टी छ क्या यो पनि, तर अलिकति गुलियो आजी छ है, स्विटी टाइपको। अनि मैले सिङ्गे घाँस, मलाई चाहिँ झ्याउ लाग्यो है, मसिनो सलाद बनाउन अल्छी लगाएर सिङ्गे घाँस सपाइदिने सोचेको छु है। गाई सम्झेर घाँस बजाउने भन्ने सोचेको छु। यो घाँसलाई चाहिँ म आलु पराठामा बेरेर अनि मजाले खाइहेर्छु भनेर मैले सिङ्गे घाँस राखेको छु आज है। अनि ब्लुबेरीको जुस भयो यो होइन। अनि यो मेरो दाल रहेको छ है। ओहो, यस्तो मिठो छ यो दाल होइन। यसमा चाहिँ मैले मुसुरीको दालमा के भन्छ, चिप्ले भेन्टी र अनि के भन्छ उयो हालेको छु क्या, यो पिँडालु हालेर चिप्ले भेन्टी हालेको छु, कस्तो मिठो टेस्टी भएको छ है। अनि यो चाहिँ सोयु रह्यो होइन, सोयु एन्ड वासाबी। आई लभ वासाबी क्या, मलाई वासाबी यति मनपर्छ है। यो सोही र वासाबी चाहिँ मैले के को लागि भने याद छ मेरो, ट्यान तोफु। अनि तोफुको सबै यो मुखहरू बिग्रियो क्या, स्किनै बिग्रियो क्या तोफुको, सबै खुइले छ। यो तोफु चाहिँ एकदम राम्रो हो क्या खानलाई होइन। तोफु खानुपर्छ अरे माइनिची सकेसम्म चाहिँ डेली। त्यही भएर आज चाहिँ म हेल्दी डाइट प्लान फलो गर्ने कोसिसमा छु है। अनि यो चाहिँ ऊ भयो, यसको लागि सलादको लागि ड्रेसिङ भयो है, तर म खान्छु खाँदिनँ थाहा छैन। च्याउ राखेको छु मैले यहाँ, सोयु यही भइगयो। अनि यहाँ भटमास पनि छ, भुटेको भटमास। नातो खानु पर्थ्यो खासमा, नातो सकेछ अनि त्यही भएर भुटेको भटमास छ है। ल आज चाहिँ मेरो यति हो है, आजको मेरो लन्च चाहिँ। नपुग्यो भने घाँस अझै यहाँ छ क्या, यहाँ पनि राखेको छु घाँस है। आज चाहिँ म पुरै घाँस खाएर बस्छु भन्ने सोचिरहेको छु क्या। त्यही भएर आज मेरो घाँसको सेकाचु हुनेछ। तपाईँलाई कस्तो लाग्यो मेरो मिनी भिडियो कमेन्ट गर्नु होला है त। र मेरो डाइट प्लानमा चाहिँ के कमी कमजोरी भएको छ तपाईँहरूले पनि मलाई सजेस्ट गर्न सक्नुहुन्छ है। म चाहिँ फलो गर्ने कोसिस गर्नेछु। अब कति दिनलाई चल्छ थाहा छैन, 2 दिन 3 दिन खाइन्छ, त्यसपछि फेरि लास्टमा गएर उही मासु रोस्ट हान्ने हो त्यहाँबाट। अब अहिले चाहिँ हेरौँ, आज एक दिन चाहिँ स्टार्ट गर्दैछु म हेल्दी डाइट प्लानको लागि। प्रोटिनको लागि चाहिँ मैले अन्डा लिएको छु है। मैले अघि तोफुको अर्को चिज अघि खाइसकेँ फेरि। सकेसम्म चाहिँ सबै भिटामिन्स, मिनरल्स, प्रोटिन, फाइबर सबै पुग्ने गरी खाने कोसिस गर्नेछु भनेर मेरो सोच छ। हेरौँ के हुँदैछ, के हुन्छ यो जर्नी। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई, हेभ अ नाइस डे।